ईश्वरीय मदर्स आमाहरू चाहिँ कस्तो हुनुपर्छ। हालेलुया। आज हामीले संसारलाई हेर्ने हो भनेदेखिलाई हामीसँग विभिन्न तरिकाको साइनोहरू छ। हस्बेन्ड एन्ड वाइफको साइनो छ, श्रीमान श्रीमतीको साइनो छ, दाजुभाइको साइनो छ, दिदी बहिनीको साइनो छ, मामा माइजूको साइनो छ है। हामीसँग विभिन्न भान्जा भान्जीहरूको साइनो छ। संसारमा विभिन्न तरिकाको साइनो छ। तर यस्तो साइनो परमप्रभुले गहिरो तरिकाले राखिदिनु भएको छ। आमाको र आफ्नो सन्तानको साइनो चाहिँ नि अरू साइनोमा तुलना गर्नुभन्दा अलिकति भिन्दै राखिदिनु भएको छ। आमेन। आमाको साइनो र आफ्नो सन्तानको साइनो चाहिँ यति प्रेमको सम्बन्धको साइनो परमेश्वरले सृष्टिबाटै सृजना गर्नुभएको छ कि अरू साइनोसँग तुलना गर्ने सकिँदैन। यो चाहिँ भिन्नै तरिकाको साइनो छ। हालेलुया। हामी सबैजनालाई थाहा छ, एक आमाले नानीलाई जब गर्भधारण हुन्छ, आफ्नो नानी 9 महिनासम्म कोखमा बोकेर हिँड्नुपर्ने अवस्था हुन्छ। त्यो आमालाई यति पीडा र दुःख हुन्छ कि आमाले त्यो 9 महिनासम्म नानीलाई कोखमा बोकेर हिँडेर अन्तिममा ठुलो प्रसव वेदना पार गरेर त्यो दुःखलाई कष्टलाई तरे पछाडि आफ्नो नानीलाई प्रत्यक्ष रूपमा त्यो आमाले देख्न पाउँछन्। हालेलुया। त्यो आमाले देख्न पाउँछन्। अनि त्यति बेला आमाले त्यो 9 महिनासम्म बोकेको दुःख अनि त्यो प्रसव वेदना पीडा र दुःखमा भएर गएको समयहरूलाई नानीको अनुहार हेर्दै र नानीलाई सुमसुमाउँदै त्यो हरेक पीडाहरू आफ्नो आमाले भुलिदिँदछ। हालेलुया। आमा यस्तो तरिकाले परमेश्वरले अद्भुत र भयानक रीतिले परमेश्वरले सिर्जनु भएको छ कि आमाले गर्ने प्रेम कि सधैँ निस्वार्थको प्रेम रहँदछ। हालेलुया। हामी सबैजनालाई थाहा छ आमाले गरेको त्यो मूल्यको कुराहरू, आमाले चुकाएको त्यो प्रेमको कुराहरू, त्यो विभिन्न उहाँले सहनुभएको दुःख र कष्टको कुराहरू हामी सन्तानहरूलाई थाहा छ। हालेलुया। हालेलुया। त्यो हुँदै गर्दाखेरि इट इज नट इजी टु बिकम अ मदर। आमा बन्न चाहिँ सजिलो छैन। तर बाइबलले भन्छ कि आमा हुनु चाहिँ परमेश्वरको आशीर्वाद हो। आमेन। इट्स नट इजी टु बिकम अ मदर। तर मदर हुनु चाहिँ परमेश्वरको आशीर्वाद हो, परमेश्वरको आशिष हो। हरेक स्त्री जाति चाहिँ आमा बन्नु नै पर्छ र आमा हुने त्यो आशिषी परमप्रभु परमेश्वरले हरेक स्त्रीलाई, हरेक महिलालाई राखिदिनु भएको हुँदछ। हालेलुया। त्यो भएको कारणले गर्दाखेरि आज हामीले पहिलो नम्बरमा बुझ्नुपर्ने कुरो चाहिँ एकचोटि सम्पूर्ण आमाहरूले बुझ्नुपर्ने भित्रबाट कुरो के भनेदेखिलाई तपाईले चाहिँ एउटा संसारमा जन्म भए पछाडि आमा बन्न सजिलो छैन। तर आमा भन्ने शब्द चाहिँ तपाईलाई स्वर्गबाट परमप्रभु परमेश्वरले स्त्री जातिको सबैभन्दा पहिलो आमा बन्नु चाहिँ वरदान हो। तपाईलाई दिएको परमप्रभु परमेश्वरले दिनुभएको फर्स्ट गिफ्ट टु अल वुमेन इज टु बिकम अ मदर। आमेन। आमा बन्नु चाहिँ सबैभन्दा पहिलो स्वर्गबाटको वरदान है तपाईहरुको। आमेन। तपाई जतिजना आमा हुनुहुन्छ तपाईले भन्नुस् त म आमा बन्नु चाहिँ स्वर्गबाटको वरदान हो। स्वर्गबाटको वरदान गिफ्ट तपाईलाई थिएन भने नि तपाई आमा बन्न सक्नुहुन्न। हालेलुया। तर स्वर्गबाटको वरदान गिफ्टको कारणले नि आज तपाई असल आमा बन्न सक्नुहुन्छ। यदि स्वर्गबाटको गिफ्ट तपाईमा छैन भनेदेखिलाई तपाई आमा बन्न सक्नुहुन्न। हालेलुया। परमेश्वरले हरेक आमाहरूलाई महत्त्वपूर्ण जिम्मा दिएर संसारमा वरदानको साथमा पठाउनु भएको हुन्छ। तपाई आमा बन्नु चाहिँ नि मानिसको योजनाले हुँदैन, परमेश्वरको स्वर्गको गिफ्ट फर्स्ट नम्बरमा तपाईले बुझ्नुपर्ने हुन्छ। र दोस्रो नम्बरमा तपाईले आमा बनिँदै गर्दाखेरि परमेश्वरले स्वर्गबाट चाहिँ मलाई सबैभन्दा महत्त्वपूर्ण ठुलो जिम्मेवारी दिएर पठाउनु भएको छ भन्ने कुरालाई हरेक आमाले बुझ्न जरुरी छ। हालेलुया। जब जब आमाले आफ्नो सन्तानलाई जन्म दिन्छ नि
त्यस पछाडि पहिलो नम्बरमा आमा बन्छ र आमाले यो बुझ्नुपर्छ कि यो चाहिँ वरदान हो र दोस्रो नम्बरमा यो चाहिँ जिम्मेवारीको काम हो। मलाई दिनुभएको जिम्मे छ, एक दिन परमप्रभु परमेश्वरले मलाई दिनुभएको सन्तानहरू मध्येमा कतिको रेखदेख मैले गर्न सके त भन्ने लेखा चाहिँ परमेश्वरले दिनुहुन्छ भन्ने कुरालाई जब एउटा असल आमाले बुझ्छ नि तब हामी गडली मदर बन्न सफल हुन्छौँ। आमेन। त आमाले नानी जन्माउँछ, नानी जन्माइसके पछाडि आमाले सबैभन्दा पहिलो कुरो परमेश्वरबाटको वरदान र जिम्मेवारी हो भनेर बुझ्दैन भनेदेखि नि त्यो आमा गडली मदर हुन सक्दैन। यदि गडली मदर ईश्वरीय आमा बन्नको निम्तिलाई यो दुईटा कुरा पहिलो नम्बरमा बुझेको हुनुपर्छ। इफ नट, यदि होइन भने आज संसारमा हेर्नुहोस् त कतिजना मान्छेले नानी जन्माउँछ र कहाँ लगेर के गर्छ भन्ने कुरा हामी सबैजनालाई न्युजमा हामी बुझ्दछौँ। तिनीहरूलाई के थाहा छैन, तिनीहरूलाई यो थाहा छैन कि म आमा बनिँदै गरेको परमेश्वरको वरदान हो र मलाई जिम्मा दिएको हो परमेश्वरले भन्ने कुरालाई त्यो व्यक्तिहरूले नबुझेको कारणले तिनीहरूले इजिली टेक गरिरहेको हुँदछ। तर हामी क्रिस्चियन बिलिभर्स आमाहरूले बुझ्नुपर्ने कुरा चाहिँ यो, हाउ टु बी अ गडली मदर। ईश्वरीय आमा जब त्यो व्यक्ति हुन्छ त्यो व्यक्तिले पहिलो नम्बरमा वरदान र दोस्रो नम्बरमा जिम्मेवारीको कुराहरूलाई बुझ्न सकेको हुन्छ। हालेलुया, हालेलुया। जब त्यो कुराहरू बुझ्छ नि आमा बन्नु परमेश्वरको बोलावट हो, दोस्रो नम्बरमा जिम्मेवारी हो, तेस्रो नम्बरमा बनिसकेपछि सन्तानलाई रेखदेख गर्न यो मेरो एउटा सेवाकाई हो भन्ने कुरा आमाले जब बुझ्छ, जब यो आमाले चाहिँ यो कुराहरू बुझ्दै जान्छ नि अनि आमा गडली मदर हुँदै जान्छ है। हालेलुया। अनि मात्रै आमा चाहिँ ईश्वरीय आमा बन्दै जाँदछ। बाइबलमा उल्लेख कहीँ पनि छैन कि आजको विशेष दिन हामी यहाँनिर भनिरहेको छौँ कि आज मदर डे हो भनेर। हालेलुया। तर म तपाईँलाई यो बताउन चाहन्छु, वी आर नट गोइङ टु सेलिब्रेट एनी स्पेसियल मदर डे टुडे। म आज चाहिँ स्पेसिफिक दिन मदर डे हो भनेर, स्पेशल मदर डे हो भनेर सेलिब्रेट गर्नुपर्छ भनेर बाइबलमा चाहिँ कहीँ पनि उल्लेखित छैन। तर के चाहिँ छ त भन्दाखेरि परमप्रभु परमेश्वरले बाइबलमा यो चाहिँ भन्नुभयो, हरेक सन्तानहरूलाई आफ्नो आमा र बाबाको आदर गर्नुपर्छ भन्ने आज्ञालाई चाहिँ दिनुभएको छ। सुन्नुहोस् है, सेलिब्रेसनमा महत्त्वपूर्ण हो कि कमेन्टमेन्ट महत्त्वपूर्ण हो? आज्ञा ठुलो हो कि सेलिब्रेसन ठुलो हो? भन्नुहोस् त। सेलिब्रेसन भन्दा पनि नि आज्ञालाई जहिले पनि माथि लानुपर्छ। आज मदर डे हो भन्दैमा कतिचोटि परमेश्वरलाई साइड राखेर आमालाई मात्रै पुज्छौँ, आराधना गर्छौँ भनेदेखिलाई नि त्यो चाहिँ परमेश्वरको किङडममा पर्दैन। आमा भन्दा परमेश्वर सानो र एक्स्ट्रा साइडमा राख्नु कहिले पनि सकिँदैन। त्यो भएको कारणले बाइबलमा चाहिँ सुन्नुहोस् है, बाइबलमा चाहिँ स्पेशल मदर डे आज हो भनेर सेलिब्रेसन गर भनेर कहीँ पनि पाउँदैनौँ। तर यो चाहिँ पाउँछौँ, आफ्नो आमाहरूलाई के गर, आदर गर्नु भन्ने आज्ञालाई चाहिँ हामी पाउँदछौँ। हामी अर्कोमा गएर हेऱ्यौँ भनेदेखिलाई प्रस्थान 20 अध्यायको 2 मा यसो भन्छ कि आफ्ना बुबा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्नो परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। आमा दिनको बारेमा नि अघि मैले भने कुनै कुराहरू बाइबलमा पाउँदैनौँ, तर आमालाई आदर गर्नुपर्छ है, प्यारेन्ट्सलाई आमा र बाबालाई चाहिँ आदर गर्नुपर्छ भन्ने आज्ञालाई चाहिँ परमप्रभु परमेश्वरले दिनुभएको छ। हालेलुया। हरेक छोराछोरीले सन्तानहरूलाई, हरेक छोराछोरी अथवा सन्तानहरूले चाहिँ है आफ्नो आमालाई प्रेम गर्नु, आदर गर्नु, रेस्पेक्ट गर्नु, अनर गर्नु भन्ने कुरालाई चाहिँ परमेश्वरले एउटा आज्ञाको रूपमा दिनुभएको छ। अनि बाइबलले भन्छ कि इट इज नट चोइस टु युवर्स टु अनर युवर मदर भन्छ। तपाईँको छनौटमा पर्दैन मैले आमालाई आदर गर्नुपर्ने हो होइन, मैले गर्नुपर्ने पो रहेछ भन्ने तरिकाले आमालाई आदर गर्ने होइन। आमालाई मैले आदर गरौँ कि नगरौँ, मेरो आमा हो, माई बडी माई विस, माई मदर माई विस, म गरौँला म नगरौँला
कसलाई के खसखस भन्ने खालको कुरो गर्छ भनेदेखिलाई बाइबलले भन्छ इट इज नट योर चोइस टु अनर योर मदर। किनभने यो चाहिँ परमप्रभु परमेश्वरबाटकै आज्ञा हो। आज्ञा मिन्स कमान्डमेन्ट मिन्स हामीले जसरी पनि गर्नु नै पर्छ। हालेलुया। जसरी पनि आफ्नो आमालाई आदर गर्नुपर्ने कुरा चाहिँ बाइबलले सिकाएको छ। बाइबलले आज्ञा दिएको छ कि तपाईले भ्याउँदा गर्ने अथवा नभ्याउँदा नगर्ने होइन। अनि अर्को कुरो चाहिँ के छ भनेदेखिलाई यहाँ हेर्नुहोस् है, आफ्नो बुबा र आमालाई आदर गर आइतबारको दिन भनेको छ। आफ्नो आमा र बुबालाई आदर गर कुनमा मे महिनामा भनेको छैन। त बाइबलले भनेको कुरो चाहिँ आज्ञा दिएको कुरो चाहिँ के हो भनेदेखिलाई आफ्नो आमालाई आदर गर, हरेक दिन आदर गर्नुपर्छ। आमेन। एभ्री डे 365 days a year हामीले 365 दिन नै हामीले के गर्नुपर्छ, आमा बुवालाई आदर गर्नुपर्छ भनेको यो चाहिँ कडा आज्ञाको कुरो है। यो चाहिँ गर्नुपर्ने, यो चाहिँ चोइसको कुरो होइन। हामीले आफ्नो आमालाई आदर गर्नुपर्छ है। यो कुरालाई परमेश्वरले दिनुभएको छ। आमेन भन्नुहोस् त। यो चाहिँ 5th of 10 कमान्डमेन्टमा पर्छ। यो चाहिँ 10 आज्ञाहरूको 5औं आज्ञामा चाहिँ आफ्नो आमालाई आदर गर्ने कुरा हामी पाउँदछौँ। त्यही भएर आज हामी आफ्नो आमाहरूलाई आदर गर्दछौँ। आमेन भन्नुहोस् न। हालेलुया। यस पद अनुसार यो भर्समा हामीले बुझ्ने कुरा चाहिँ आमाको आदर गर भनेर हामी आज्ञा गर्नु परमप्रभु परमेश्वरले हामीलाई दिनुभएको छ। यो हाम्रो कुनै पनि हाम्रो चोइसमा पर्ने कुराहरू होइन र यो चाहिँ कुनै पनि स्पेसियल डेमा मनाउनु पर्छ भन्ने कुरालाई पनि यहाँ उल्लेखित हामी पाउँदैनौँ। आमेन। हालेलुया। विचार गरौँ त, हामी परमप्रभु परमेश्वरले यो आज्ञालाई मानिसको अथवा सन्तान छोराछोरीको जीवनमा आज दिँदै हुनुहुन्छ कडा तरिकाले भनेदेखिलाई हामी आफ्नो आमाको आदर गर्न खडा हुन्छौँ कि हुँदैनौँ? हालेलुया। यो सबैको रेस्पोन्सिबल हो। आज हामी गर्छौँ, हाम्रो सन्तानहरूले गर्छ, हाम्रो सन्तानदेखि उनीहरूले जेनेरेसन टु जेनेरेसन सिकेर जानुपर्ने कुराहरू हुँदछ। हालेलुया। अनि ध्यान दिनुहोस् है, परमप्रभु परमेश्वरले हामीले आज्ञाको रूपमा दिनुभएको छ। मैले अघि भने आमाहरूलाई आदर गर्नु परमेश्वरबाटको आज्ञा हो र आज्ञा गरिसके पछाडि हामीले आमा बाउलाई आदर गरिसके पछाडि नै ध्यान दिनुहोस् ल, हामीले आमा बाउलाई चाहिँ कतिजना हामीले संसारमा सुन्दै गरेको चाहिँ के हो भन्दाखेरि मेरो जिउँदो परमेश्वर चाहिँ आमा बाउ नै हो भन्छ। हो के भन्नुहोस् त? तर त्यो भनाइ चाहिँ गलत हो। त्यो बाइबलले चाहिँ त्यसरी दिँदैन। हालेलुया। कतिजनाले भन्छ कि परमेश्वर खोज्न हरेक ठाउँमा जान्छ, तिमीहरू भगवान खोज्न साँचो रीतिले मनले गर्छौ भने आफ्नो आमा बाउलाई पुज न भन्छ। हो कि होइन? जिउँदो आमा बाउलाई गर न भन्छ। त्यो चाहिँ अलिकति तरिका नमिलाएको। आमा बाउलाई आदर गर्नुपर्छ, यो परमप्रभु परमेश्वरको आज्ञा हो। हामीले आज्ञालाई मान्नुपर्छ। तर हामीले जिउँदो आमा बाउलाई चाहिँ परमेश्वर सरह पुज्न चाहिँ सक्दैनौँ। हामी सृष्टिलाई पुज्दैनौँ तर सृष्टिकर्तालाई पुज्छौँ। आमेन। हामी परमप्रभु परमेश्वर चाहिँ हाम्रो आमा भन्दा पनि माथि हुनुहुन्छ। त्यो भएको कारणले गर्दा फर्स्ट प्रायोरिटी जब हामी परमेश्वरलाई दिन्छौँ अनि परमेश्वरले भन्नुभएको आज्ञालाई पालना गर्छौँ अनि आमाहरूलाई आदर गर्छौँ, बाबाहरूलाई आदर गर्छौँ, प्रेम गर्छौँ, सम्मान गर्छौँ र त्यो चाहिँ किङडम प्रोटोकलमा पर्दछ। हालेलुया। तर कतिजना संसारको मानिसहरूले के गर्छन्, धेरैजना हामीले सुनेको छौँ, यदि परमेश्वरलाई तैँले खोज्छस् भने आमालाई, जिउँदो आमालाई आदर गर भन्छ। हालेलुया। जिउँदो आमालाई नि पुज्न आराधना गर्न भन्ने कुराहरू सुन्दछौँ, तर हामी त्यसो गर्दैनौँ। हालेलुया। 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 विशेष गरी आज हामीले बुझ्नुपर्ने कुरो चाहिँ हामीले कुनै स्पेसियल डे पनि आज मनाउँदैनौँ कि के चाहिँ आज हामी मदर डेलाई किन आज हामी यहाँनिर गर्दैछौँ त भन्दाखेरि यो विशेष आमाहरूलाई आराधना गर्नको लागि होइन, तर यो विशेष आमाहरूलाई आदर गर्दै गरेको कुरा चाहिँ फर्स्ट प्रायोरिटी परमेश्वरको आज्ञालाई पुरा गर्छौँ र दोस्रो चोटि चाहिँ के गर्दछौँ भन्दाखेरि हामी अर्को जाउँ त भाइ। यहाँ हेर्नुहोस् ल, आज हामी किन चाहिँ यसरी आमा डेको लागिलाई यहाँ गरिरहेको छौँ भन्दाखेरि चाहिँ इट इज यहाँ हेर्नुहोस् है, नम्बर एमा टु फुलफिल द गड कमान्डमेन्ट।
परमेश्वरको आज्ञा भएको कारणले आज हामी आमाहरूलाई आदर गर्दछौँ। ध्यान दिनुहोस् है, हालेलुया। आमाहरूलाई पुज्नु होइन, आमाहरूलाई परमेश्वरको स्थानमा राख्नु पनि होइन, तर पहिलो प्रायोरिटी चाहिँ परमेश्वरलाई दिन्छौँ र परमेश्वरको आज्ञा मानेको कारणले आज हामी आमा डे गरेको कारण चाहिँ पहिलो नम्बर टु फुलफिल हिज कमान्डमेन्ट, उहाँको आज्ञालाई पुरा गर्नको निम्ति। र दोस्रोमा अघिको वचनमा के भनेको छ, हामी ब्याकमा जाउँ त, अघिको वचनमा के भनेको छ, इन अर्डर टु लिभ अ लङ लाइफ। यदि हामी सुन्नुहोस् है, यदि हामी आफ्नो आमालाई आदर गर्छौँ, परमेश्वरको वचनलाई आज्ञा पालना गर्छौँ भने परमेश्वरले हामीलाई प्रमिस गर्नुभएको छ, परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा चाहिँ म तिमीहरूलाई लामो जीवन दिनेछु। इन अर्डर टु लिभ अ लङ लाइफ सेकेन्डमा र पहिलोमा चाहिँ टु फुलफिल हिज कमान्डमेन्ट, उहाँको आज्ञालाई पुरा गर्न र हामी लामो जीवन जिउनको निम्ति आज हामी विशेष आमाहरूलाई आदर गर्छौँ। आमेन, हालेलुया। हामी विशेष आमाहरूलाई आदर गर्दछौँ। हालेलुया। हामी अहिलेको ठाउँमा जानेछौँ फेरि। अनि त्यो भएको कारणले गर्दा किन चाहिँ आज हामी विशेष यो कुराहरूलाई मनाउँछौँ, यो कुराहरूमा हामी इन्जोय गर्छौँ परमेश्वरमा भन्दाखेरि चाहिँ परमप्रभु परमेश्वरले हरेक आमाहरूलाई नि अद्भुत रीतिले बनाउनु भयो। आमेन। छोरी मान्छेको, हरेक छोरी मान्छेको बनावट छोरासँग मिल्दैन। हरेक छोरी मान्छेको शरीरको अङ्ग प्रत्यङ्गहरू छोरा मान्छेसँग मिल्दैन। छोरी मान्छेहरूको बनिएको शरीरको अङ्गहरू एक्स्ट्रा छ। तपाईँको गोप्यको अङ्गहरू पनि परमेश्वरलाई थाहा छ। हालेलुया। तपाईँको फिजिकली कुराहरू सबै परमेश्वरले जान्नुहुन्छ। तपाईँको अङ्ग प्रत्यङ्ग बनाउने सृष्टिकर्ता चाहिँ हाम्रो बुबा हुनुहुन्छ। आमेन। अनि उहाँले हरेक स्त्री जातिहरूलाई अनौठो रीतिले बनाउनु भयो ताकि त्यो बनाउनु भएको हरेक हाम्रो आमाहरूलाई परमेश्वरले सृजना गर्नुभएको कारणले गर्दा उहाँलाई आजको दिनमा धन्यवाद दिनको लागिलाई पहिलोमा, दोस्रोमा सबै आमाहरूलाई फेरि परमेश्वरका हातमा सुम्पिनको लागिलाई आज हामी विशेष प्रार्थनाको लागि आमाहरूलाई गर्दछौँ। आमेन। यो कुरा हामीले बुझ्नुपर्छ। आमा डे गर्छौँ, मदर डे भन्छौँ, तर विभिन्न हामी सांसारिक ढाँचाहरूमा गइरहेको हुन्छौँ। यो गहिरो अर्थहरूलाई बुझेर जब हामी आमा डे सेलिब्रेसन गर्छौँ नि, परमेश्वर त्यहाँ खुसी हुनुहुन्छ। हामीले कहिले पनि नभुलौँ कि आमा डे आयो भन्दैमा विभिन्न तरिकाको सांसारिक कुराहरू, रीतिरिवाजहरू भित्राउने कुरा हाम्रो जीवनमा एलाउ छैन। पहिलो नम्बरमा बुझ्नु पर्यो परमेश्वरको आज्ञालाई पुरा गर्नु। दोस्रो नम्बरमा हामी लामो जीवन यदि जिउँछौँ भने आफ्नो प्यारेन्ट्सलाई प्रेम गर्नु जान्नु पर्यो है। अनि हामी अर्कोमा आयो तपाईँ र मैले के गर्नुपर्ने रहेछ भन्दाखेरि अद्भुत रीतिले बनिएको अङ्ग प्रत्यङ्गलाई बनाउने हाम्रो आमाहरूलाई सिर्जना गर्नु भएको लागि उहाँलाई धन्यवाद दिने र तपाईँहरू सबै आमालाई फेरि पनि उहाँकै हातमा समर्पित गर्नको लागिलाई आमा डे मनाउँछौँ। आमेन। तपाईँहरूको आमा कहाँ कहाँ हुनुहुन्छ, कुन कुन ठाउँमा हुनुहुन्छ, कुदेर गएर दुईटा कोला अनि जुलपी राखेर तपाईँले एउटा कुनै सुनको सानो सिक्रीहरू चिनो दिएर फर्केर नआउनुहोस्। यो अर्थ बुझेर तपाईँले एकछिन भए प्रार्थना गरेर फर्किनुहोस्। आमेन। प्रार्थना चाहिँ किन गर्नुहोस् भन्दाखेरि प्रभु तपाईँले मेरो आमालाई यस्तो तरिकाले बनाउनु भयो, म आमालाई तपाईँको हातमा दिन्छु र मेरो आमालाई यो अद्भुत रीतिले बनाउनु भएको लागि तपाईँलाई धन्यवाद। जब हामी यो भन्छौँ परमेश्वरको राज्यको प्रोटोकलभित्र हामी प्रवेश गर्छौँ। हालेलुया। इफ नट हामीले जति नै धेरै संसारको कुरोहरू, बहुमूल्य कुरोहरू दिए पनि भित्र मनबाट यो अर्थलाई बुझ्न सकेन भने नि केही पनि लाभ हुँदैन हामीमा। हालेलुया। अनि अर्को कुरो हामीले बुझ्नुपर्ने कुरो चाहिँ आज मदर डे भन्छ। विश्वासीहरूले आज हामी संसारमा हेर्ने भने धेरैजना विभिन्न रीतिरिवाज कल्चर भएको मान्छेहरूले आजलाई अर्को नाम दिएको चाहिँ के भन्दाखेरि माता औँसी पनि भन्छ होइन। माता औँसी मसा भन्नुहोस् त, माता औँसी, माता औँसी। तर हामी विश्वासीहरूले माता औँसी मनाउँदैनौँ। हामीले औँसी जस्तो चाडपर्वहरू हाम्रो विश्वासीको जीवनमा हामी एलाउ गर्दैनौँ। हालेलुया। आज हामीले वी आर नट गोइङ टु सेलिब्रेट अ माता औँसी। यो हामी क्लियर हुनुपर्छ कि हामी विश्वासीले भुलेर पनि हाम्रो चाहिँ कहिले रहेछ माता औँसी भनेर नभन्नु होला।
हालेलुया। हाम्रो जीवनमा माता औँसी आउने कति महिना छ नभन्नु होला। हालेलुया। माता औँसी हामी कहिले पनि मनाउँदैनौँ। त्यो भएको कारणले गर्दाखेरि आज हामीले माता औँसी होइन तर हाम्रो आमाहरूलाई बनाउनु भएको परमेश्वरलाई धन्यवाद दिँदछौँ। आमेन। हालेलुया। हामी अर्कोमा जाउँ त भाइ। यहाँनिर एउटा मैले अफ्रिकन प्रभर्ब्स रहेछ मिठो कुरा अनि मैले यहाँनिर जोडेको छु। हालेलुया। अनि यहाँ यसो भनेको छ, alone a child run fast, with a mother slow, but together they go far. आमेन। यहाँबाट के रहेछ भने नि एउटा गडली आमाले है आफ्नो सन्तानहरूलाई दिएको ज्ञान दिएको प्रोटेक्सन हरेक उहाँले गर्नुभएको हैन मूल्यको कुराहरू यदि ईश्वरीय आमाले आफ्नो सन्तानलाई गर्ने हो भनेदेखिलाई नि यहाँनिर हेर्नुहोस् ल, यहाँनिर एउटा आमा र सानो नानी छ। यदि यो नानीलाई हातले छोडिदिनु भने यो नानी कुदेर आमा भन्दा छिटो पुग्छ कि कुद्दैन भन्नुहोस् त। अहिले कतिजना आमाहरूले आफ्नो छोराहरूलाई काम बिगारेर कुद्दै गर्दाखेरि कुदेर जाउनु त भेटाउँ भन्दाखेरि भेटाउनु हुन्न हो के भन्नुहोस् त। आफ्नो छोरा कति छिटो कुदेको आफूलाई गर्व पनि लाग्छ, मेरो छोरा बढेछ कि क्या हो भने। तर त्यो छोरा परतिर गएर लड्न सक्छ। हालेलुया। त्यो छोरा परतिर गएर लड्न सक्छ, त्यो छोरालाई काँडाले बिजाउन सक्छ, त्यो छोरा हरेक कुरा चोटपटक हुन सक्छ। एक्ज्याक्टली यहाँ के भनेको छ भने नानीहरू हरेक आमादेखि बाहेक छिटो कुद्न त सक्छ। आमासँगै हिँड्ने भने बुढी भएको आमा छिटो छिटो हिँड्नु नसकेको कारणले बिस्तारै त होला, तर अन्तिममा भनेको छ but together they go far। तर सँगै आमासँग चाहिँ हिँड्ने भने नि सानो नानी आमा बाइक कुदेर उपर पुग्ला 2 किलोमिटर त्यहाँ लड्न सक्छ, तर आमासँगै चाहिँ बिस्तारै जाने भने उनीहरू अनगिन्ती बाटो हिँड्न सक्छ। आमेन। त्यो भएको कारणले गर्दा आमाको भूमिका चाहिँ नि आमाको मैले यो पढ्दै गर्दा मलाई हाम्रो आमाले बेलायतको बाङ्गेमा पहिला नेपालमा हुँदा लगेर सानो सानो जर्सी हापिनहरू किनिदिनु भएको त्यो सम्झना आइरहेको थियो। हालेलुया। म आमासँगै जान्थेँ, सानो खालको त्यो झोला हुन्थ्यो लाबरको झोला बोकेर अनि सँगै गएर बेलायतको बाङ्गेमा जर्सी त्यो हापिनहरू किनिदिनु भएको त्यो याद मलाई यो वर्ष यो कुराले आइरहेको थियो। हालेलुया। यदि आमासँग हिँड्यौँ भने चाहिँ आमासँगै स्लो त होला ढिलो त हुन्छ होला तर हामी पूर्ण बाटो चाहिँ काट्छौँ। आमेन। हामी गन्तव्यमा चाहिँ पुग्न सक्छौँ। हामी एक्लै हामी कुद्यौँ भनेदेखिलाई हामी त्यो ठाउँमा नपुग्न भने सक्छौँ। हालेलुया। त्यो भएको कारणले गर्दाखेरि यदि आमासँगै हिँड्ने हो भनेदेखि आजको सन्तान आज हामी के गर्दैछौँ, कतिचोटि हाम्रो आमाहरूलाई हामीले आदर गर्नुपर्ने कुराहरूमा कतिचोटि आमाले यहाँको भाषा बोल्न नजानेको कारणले होइन यहाँको ढाँचा अलिकति पारा नल्याएको कारणले पो हामीले आदर गर्नु चाहिँ हाम्रो बोली वचनहरूद्वारा हुन्छ। हामीले कसरी आमालाई कुन तरिकाले बोलिरहेको छौँ, यहाँनिर आमाले थोरै कुरो ढाँचा पुर्याउँदै छैन भनेदेखिलाई त्यति बेला हामी कति ठुलो बनाउँछौँ र सबैभन्दा ठुलो कुरा चाहिँ आमाको मनको इच्छाको कदर हामी कतिको गर्दैछौँ भन्ने कुरा हो। हालेलुया। मेरो आमाले के भन्दै हुनुहुन्छ, तपाईँको आमाले के भन्दै हुनुहुन्छ, आमाको कुरा चाहिँ कतिको सुन्दैछौँ कि आमाको कुरालाई भुइँमा नखसिकन त्यसलाई चट्टै काटेर हामी अर्को बाटोतिर दौडिरहेको छौँ। त्यो कुरा चाहिँ यो कुरालाई देखाउँदछ प्रेम मण्डली। यदि हामी सच्चा आमालाई प्रेम गर्छौँ भने आमा डेको दिन मात्रै खुल्याएर दिने होइन तर बाइबलको वचन अनुसार चाहिँ 365 डेज 365 दिन नै हामीले आमालाई आदर गर्नु जरुरी छ। आमेन। यहाँ चाहिँ के भन्दछ भन्दाखेरि द कन्स्ट्यान्ट सपोर्ट। आमासँग हिँड्छौँ भने चाहिँ आमाले हामीलाई सपोर्ट र साथ दिनु कहिले पनि छोड्नुहुन्न। कन्स्ट्यान्ट सपोर्ट, निरन्तर आमाले हामीलाई साथ र सपोर्ट गर्नुहुन्छ। उहाँहरूको जीवनभरि नै सास रहन्जेलसम्म नै आफ्नो आमाले सन्तानको लागि मरिहत्ते गर्दछ। हालेलुया। अनि जब हामी आमासँग हिँड्छौँ नि अनकन्डिसनल लभ हामीलाई उहाँले दिनुहुने प्रेम चाहिँ नि कुनै पनि त्यहाँनिर फुल स्टपै छैन, फुल स्टप छैन। गएको गएकै तपाईँ कति बुढो हुनुहुन्छ आमा र बाबुको नजरमा तपाईँ नानी नै हो
हो कि भन्नुहोस् त? तपाईँ कति बुढो हुनुहुन्छ, तपाईँ बढेर आफ्नो सन्तान बढेर ठुलो कतिको भए तापनि आफ्नो छोराछोरीको लागि आमा बाउले हेर्ने नजर चाहिँ त्यही नै हो। मेरो नानी हो, मेरै सन्तान हो, त्यो मभन्दा सानै छ, त्यो लड्छ, चल्ला, चोट लाग्छ, गिर्छ भन्ने कुरा नै आमाहरूले सोचिरहेको हुँदछ। आमेन। तपाईँ जति ठुलो भएर आफै गरी खाएर आफ्नै ठाउँमा तपाईँ रहनुहोस् न, बट स्टिल आवर प्यारेन्ट्सले गर्ने प्रेम चाहिँ अनकन्डिसनल लभ नै हुन्छ। आमेन। अनगिन्ती प्रेम नै हुँदछ। यदि हामी हाम्रो आमासँग आज हिँड्दैछौँ भने चाहिँ सेल्फलेसनेस, आमाहरूले गर्ने प्रेम चाहिँ स्वार्थ छैन। त्यहाँ कुनै पनि हिजोसम्म हामीले सिकेको, अस्तिसम्म सिकेको हामीले के भन्थ्यो, पहिला पहिला हाम्रो बाजे बोजू आमाहरूले सिकाएको कुरो चाहिँ अब तँ जन्मिस, मजाले बढ्नु, ठुलो हुनु, पढ्नु, अनि पछि गएर मलाई पाल्नु ल भनेर आमा बाउले भन्थ्यो पहिला पहिला, हो कि भन्नुहोस् त? तर अचेल हामीले पाल्नु ल भन्ने शब्द गरिँदैन विश्वासीमा। किन भन्दाखेरि पहिलोचोटि हामीले सिकाउनु चाहिँ हाम्रो सन्तानहरूलाई परमेश्वरलाई प्रेम गर्नु ल भन्ने शब्द चाहिँ सिकाउनुपर्छ। आमेन। मलाई पाल्नु ल होइन। यदि हामीले परमेश्वरको वचन अनुसार हिँड्नु ल नानी तिमी भनेर भन्दैछौँ भनेदेखिलाई त्यो नानीले अवश्य पनि बाइबलको वचनको आज्ञा पालना गरेर तपाईँलाई सपोर्ट गरेर नै छोड्छ। आमेन। यो चाहिँ आमाको, ईश्वरीय आमाको ज्ञान बुद्धि हो र ईश्वरीय हजुरआमाको ज्ञान र बुद्धि हो। त्यो भएको कारणले गर्दा आज हामीले सिक्नुपर्ने, बुझ्नुपर्ने कुरो चाहिँ यहाँ छ कि सेल्फलेसनेस, आमाले गर्ने प्रेममा चाहिँ कुनै पनि स्वार्थ छैन। आमेन। हालेलुया, हालेलुया, हालेलुया। तर कतिचोटि नि हामी छोरी मान्छे, सुन्नुहोस् है, आमा भएर आमा हुनु सबैभन्दा ठुलो कुरो हो। कसैको पत्नी हुनु सबैभन्दा ठुलो कुरो हो। आमा हुनु त मैले सुरुमा भने तपाईँहरूको वरदान हो। आमेन। आमा हुनु चाहिँ तपाईँहरूको वरदान हो, स्वर्गबाट दिएको आशिष हो तपाईँको जीवनमा। कसैको आमा हुनु, कसैको बुहारी हुनु, कसैको भाउजू हुनु, कसैको नन्द हुनु र कसैको चाहिँ सासू हुनु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरो हो। तर आज के गर्दैछ भन्दाखेरि कतिचोटि हामी छोरी मान्छेहरूले नि आफैले आफैलाई तल पारेको हुन्छ कि उनीहरूले सोच्ने गर्छ कतिचोटि म आमाहरूलाई उत्साह गर्न चाहन्छु, कतिचोटि सोच्ने गर्छ म चाहिँ किन छोरी भएर जन्मेँ। आज छोरीको त संसारमा कुनै पनि आदर छैन, रेस्पेक्ट छैन। यदि म छोरा भइदिएको भए म यो काम गर्न सक्थेँ भनेर कति छोरीहरूले सोच्दछ। हालेलुया। तपाईँलाई थाहा छ कि उत्पत्तिको पुस्तकमा जब परमप्रभु परमेश्वरले आदमलाई बनाउनु भयो, आदमको सुहाउँदो सहयोगी चाहिँ कसलाई बनाउनु भयो? हाब्बालाई बनाउनु भयो। हाब्बालाई बनाइसके पछाडि नै अनि छोरीलाई र छोरालाई परमप्रभु परमेश्वरले आशिष दिनुभएको छ। आमेन, आमेन, हालेलुया। त पहिलो नम्बरमा म तपाईँलाई यो उत्साह गर्न चाहन्छु कि यो मेरो ट्र्याक आजमा पर्दैन, यो जवानहरूमा पर्ने हो। तर मैले तपाईँलाई अलिकति बताउन चाहेको कुरो चाहिँ हरेक स्त्री जातिहरूलाई नि पहिलो परमप्रभु परमेश्वरले आदमको करणबाट बनाइसके पछाडि नि आमा हुने हक दिनुभएको छैन। सुरुमा पहिलो नम्बरमा चाहिँ कसैको पत्नी हुने हक दिनुभएको छ। आमेन। हामी अर्कोमा जाउँ त भाइ। यहाँ सुन्नुहोस् है, हरेक छोरीहरूलाई पहिला पत्नी मात्रै र एक आमा बन्ने हक दिनुभयो। किनभने एक पवित्र आमा एक जीवित संस्कार र आफ्ना बच्चाहरूको लागि एक पवित्र स्थान। आमा स्वयं आफै चाहिँ आफ्नो सन्तानको पवित्र स्थान हो। बुझ्दै हुनुहुन्छ? धेरैजना मानिसहरूले यो नबुझेको कारणले पहिला पत्नी कसैको नभइकन आमा बनिरहेको छ। यो चाहिँ मेरो जवानहरूको मा बोल्ने प्रचार गर्ने कुरो है। तर मैले तपाईँलाई यहाँ अलिकति कुरा आउँदा बताएको कुरो चाहिँ के भन्दाखेरि धेरैचोटि मानिसहरूले, स्त्री जातिले, छोरी मान्छेले यो कुरालाई नबुझेको कारणले परमप्रभु परमेश्वरले त पहिला हक दिनुभएको त स्त्री जातिलाई बनिने बित्तिकै कसैको पत्नी हुनुपर्छ अनि मात्रै आमा हुने हक दिनुभएको छ। तर आज संसारलाई हेर्ने हो भने कसैको पत्नी भएको छैन तर आमा बनिरहेको छ। यो चाहिँ सरासरी परमेश्वरको राज्यको विपरीत हो।
यो हरेक स्त्री जातिले बुझ्नुपर्ने पहिलो कुरो चाहिँ यो कुरो हो। परमेश्वरले आदमको गर्भबाट हावालाई बनाउनु भयो र पत्नीको रूपमा परमेश्वरले दिनुभयो, अनि त्यस पछाडि मात्रै संसारभरिका आमा बनिएको छ एउटा स्त्री जाति। आमेन। यो कुरोलाई हामीले बुझौँ भनेदेखिलाई हामी लापरवाहीको जीवन जिउन सक्दैन। किनभने हरेक स्त्री चाहिँ कसरी बनिएको छ भन्दाखेरि हरेक स्त्री चाहिँ परमेश्वरले पहिलोचोटि चाहिँ सोच्नु भएको छ, छोरीलाई कसरी बनाऊ। अब आदमलाई बनाए, आदमको सहयोगी म कसरी बनाऊ भनेर पहिलो नम्बरमा हेर्नुहोस् है, छोरालाई त हातले माटोले मुसेर फाँचोफुचो बनाउनु भयो। आमेन। बनाइसके पछाडि सहयोगीको रूपमा बनाउनको लागि परमेश्वरलाई सोच्न बाध्य परे क्या। हरेक छोरी मान्छेहरू चाहिँ परमेश्वरले पहिलोचोटि सोच्नु भएको छ क्या बनाउँदै गर्दाखेरि। आमेन। परमेश्वरले सोच्नुभयो। तपाईँ हरेक स्त्री जातिलाई बनाउँदै गर्दा परमेश्वरले बनाइसकेपछि निहाल्नु भयो अनि विचार गर्नुभयो भन्छ बाइबलमा। हालेलुया। सोचेर निहालेर राम्रो हेरेर विचार गरेर फाइनलाइज गर्नुभयो, अनि त्यस पछाडि मात्रै कसैको पत्नी हुने हक परमेश्वरले दिनुभयो र मात्रै आमा। हालेलुया। यो कुरोहरू चाहिँ परमप्रभु परमेश्वरले दिनुभएको छ। त्यही भएको कारणले त आज म तपाईँलाई उत्साह गरेको कुरो चाहिँ कसैको आमा, कसैको श्रीमती, कसैको बुहारी, नन्द, भाउजू अनि कसैको सासू हुनु चाहिँ स्वर्गबाटको वरदान हो तपाईँहरूको। आमेन। त्यो तपाईँहरूको हकको कुरा हो, तपाईँहरू हुन सक्नुहुनेछ। र त्यही भएको कारणले गर्दा धेरैचोटि छोरी मान्छेहरूले नै म चाहिँ छोरी भएर किन जन्मेछु भनेर वाक्क र दिक्क मानेको कारणले परमेश्वरले सिर्जना गर्नु भएको कुरालाई, परमेश्वरले बनाउनु भएको कामलाई पनि रिजेक्ट गरेर नि कतिचोटि छोरीले जेन्डर चेन्ज गर्नु खोज्छ संसारमा। हो कि भन्नुहोस् त। हरेक छोरीको जीवनदेखि उनीहरूलाई वाक्क भएर छोरीदेखि छोरामा जेन्डर चेन्ज गर्छ। त्यो चाहिँ सरासरी परमेश्वर तपाईँले गर्नुभएको काम राम्रो छैन, म आफै गर्छु भनेको हो नि त। हो कि भन्नुहोस् त। आज संसार यो चाहिँ मेरो युथको खासै वचनहरू हो, अनि यो कुराहरूले हामीलाई जेन्डर चेन्ज गर्न बाध्य बनाइरहेको छ, यो गहिरो कुरा नबुझेको कारणले गर्दाखेरि। हालेलुया। त्यही भएको कारणले गर्दाखेरि जतिजना आमाहरू हुनुहुन्छ मसँग भन्नुहोस् न, हे परमेश्वर धन्यवाद तपाईँलाई मलाई एक स्त्री बनाउनु भएकोमा म भयानक र अद्भुत रीतिले बनिएको छु। आमेन। यो चाहिँ तपाईँको वरदान हो। तपाईँ आमा हुनु पाउनु, तपाईँ कसैको भाउजू, कसैको सासू हुनु पाउनु, कसैको श्रीमती हुनु पाउनु, यो चाहिँ स्वर्गबाटको अधिकार हो, यो चाहिँ वरदान हो तपाईँहरूको। आमेन। तपाईँले यो कुरालाई प्राप्त गर्नुभएको छ। आमेन। हालेलुया। त्यो भएको कारणले गर्दाखेरि हामीले म एक दुईवटा मात्रै केही बाइबलको स्त्रीहरूको इक्जाम्पल दिन चाहन्छु। मैले दुई चारवटा कटाइसकेँ ढिलो भएको कारणले। हालेलुया। हामी अर्कोमा गयौँ भने पहिला म येशू ख्रीष्टको आमा को हुनुहुन्छ मरियमको विषयमा बताउन चाहन्छु। यहाँ सुन्नुहोस् है, लुका 1:26 देखि उता तपाईँले पढ्नुभयो भने येशू ख्रीष्टको आमा मरियमको विषयमा तपाईँले त्यहाँ पाउनुहुनेछ। हालेलुया। त्यहाँ के भनेको छ भन्दाखेरि स्वर्गदूत आइकिन मरियम भनेको चाहिँ जवान हुन्छ। हो कि न। जवान स्त्री लाउलाउ खाउलाउ भन्ने उमेरको जवान स्त्रीलाई स्वर्गदूत आएर कहीँ पनि नभएको, कतै पनि नसुनेको असम्भव कुरा, कठिनाइ कुरा लिएर एउटा जवान स्त्रीकोमा को आउँदछ? स्वर्गदूत आउँदछ। अनि स्वर्गदूत जवान स्त्रीकोमा आउँदै गर्दाखेरि त्यहाँ के भन्दछ भन्दा 28 भने स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। तपाईँले 26 देखि पढ्दै जानुभयो भने स्वर्गदूत आएर मरियमसँग बोलेको कुराहरू त्यो गफ तपाईँले त्यहाँनिर पाउनुहुन्छ। हालेलुया। मैले सबै राखिनँ यहाँनिर। त्यो उहाँहरूको वार्तालाप हुँदै गर्दाखेरि स्वर्गदूत र मरियमले चाहिँ मेरीले चाहिँ के गरेको छ भन्दाखेरि नि सबैभन्दा ठुलो कुरो
मरियम कस्तो अवस्थामा थियो अरे? एउटा जवान अवस्थामा भएको छोरी मान्छेलाई विभिन्न उनीहरूको फुल ब्याकअप स्केड्युल हुन्छ कि हुँदैन? एउटा छोरी मान्छे स्त्रीले भर्खर 15-16 वर्ष पुगेको स्त्री छ, अब म के गर्छु जवानमा, म यो गर्छु, म यो पनि गर्छु, म यसरी मेरो करियर बनाउँछु, म यतिसम्म यो काम गर्छु भनेर म यो ठाउँमा घुम्न जान्छु, म यो खान्थे, म यो लगाउँथे, यस्तो लगाउनु पाएँ चाहिँ, यस्तो ornamentहरूले म सजिनु पाएँ चाहिँ भन्ने यो मरियमको पनि कति इच्छाहरू थियो होला, हैन? तर स्वर्गदूत आएर मरियमलाई अब तिमी चाहिँ गर्भवती हुँदैछौ भनेर प्रश्न भन्दै गर्दाखेरि मरियम चाहिँ एकदम भयभीत भइन् भन्दैछ। परमेश्वरको वचन आयो तर उसको इच्छाहरू एकतिरो भयो। सुन्नुहोस् है ध्यान दिएर, उसको इच्छाहरू जवान अवस्थाको इच्छा कति हुन्छ भन्नुहोस् त? म यो ठाउँमा जान्थे, यसरी भिजिटिङ गर्न जान्थे, सोच्थ्यो होला, म यस्तो लगाउँथे, म यस्तो मेरो जीवन बनाउँछु, म यसरी बनाउँछु मेरो भविष्य, म योसँग विवाह गर्छु, यस्तोरी कल्पना गरेको थियो होला नि त छोरीले, हो कि भन्नुहोस् त? तर त्यति बेला अचम्म कहीँ नसुनेको हुँदै नहुने असम्भव कुराहरूलाई स्वर्गदूत आएर भन्छ अब तिमी चाहिँ गर्भ के हुँदैछौ, तिमीमा गर्भ हुँदैछ भनेर। अब भयभीत भए। अब के भयो? परमेश्वरको वचन, स्वर्गदूतको वचन एकतिर आयो, उसको इच्छा चाहनाहरू एकतिर आयो। तर सबैभन्दा मन परेको कुरो चाहिँ नि हामी अर्को जाउँ त भाइ, यहाँनिर 38मा के भन्दछ भन्दाखेरि, अनि मरियमले भनिन्, हेर्नुहोस् म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। सुन्नुहोस्, अब जवान स्त्रीलाई, जवान एउटा छोरी मान्छेको इच्छा चाहनालाई सर्लक्कै पछाडि सारेर अब मरियमले स्वीकार गर्छ कि परमेश्वरको वचनलाई अपनाउँछ कि म परमेश्वरको दासी हुँ, तपाईँको वचन जस्तो म माथि आएको छ पुरा होस्। आमेन। सबैभन्दा मरियमको मिठो कुरो चाहिँ यही नै हो कि उसले आफ्नो इच्छालाई, चाहनालाई, संसारमा राखेको करियरको कुराहरूलाई, ऊ घुम्न जाने इच्छाहरूलाई, लगाउने इच्छाहरूलाई, खाने इच्छाहरूलाई चटक्कै मारेर परमेश्वरको वचन जे छ त्यो पुरा होस्। कति मिठो कुरा छ। एउटा गडली मदरको सोच्ने तरिका चाहिँ यो हुनुपर्छ। आज तपाईँलाई कति ठाउँमा कति मान्छेले भुल्याउँछ नि, होइन? सेवाकाई सङ्गतिदेखि छुट्याएर हरेक ठाउँहरूमा गर्छ नि। कतिचोटि घरको आमाको सबैभन्दा महत्त्वपूर्ण भूमिका चाहिँ यो हुनुपर्छ कि सबै कुरालाई पन्छाएर परमेश्वरको उपस्थितिमा आउनु जरुरी हुँदछ। अगाडिको पदमा हामीले हेऱ्यौँ कि 26 पदमा कृपाको पात्र किन मरियमलाई स्वर्गदूतले भन्यो होला? किनभने मरियम चाहिँ यस्तो स्त्री थिइन् जहिले पनि आफ्नो इच्छा र चाहनाहरू भन्दा पनि माथिल्लो अवस्थामा चाहिँ परमेश्वरको वचनलाई राख्ने, परमेश्वरमा विश्वास गर्ने स्त्री, इन एन्ड आउट परमेश्वरमा विश्वास गरेको र परमेश्वरलाई सबै कुरा सुम्पिन सक्ने मरियम थिए। आज मरियम लापरवाहीको जीवन जिउने एउटा स्त्री भइदिएको भए कृपाको पात्र भनेर परिचय नै आउँदैन थियो होला। अरू नै कुराहरू भनेर चाहिँ त्यो स्त्रीलाई आउँथ्यो होला। अब धेर बोल्ने छ भने, अर्कोको कुरा गर्ने थियो भने कुरौटे स्त्री भन्थ्यो होला। उसको इच्छा त्यो परिचय नि, इन्ट्रोडक्सन नै त्यो आउँथ्यो होला, हो के भन्नुहोस् त? अर्काको धेरै कुरा गर्ने स्त्री थिएन मरियम भन्ने खालको कुरा आउँथ्यो होला। तर कृपाको पात्र स्वर्गदूतले किन भन्नुभयो त? किन भन्दाखेरिलाई मरियम चाहिँ इन एन्ड आउटै परमेश्वरलाई फर्स्ट प्रायोरिटी राख्ने स्त्री थिइन्। आमेन। गडली मदर, ईश्वरीय आमा चाहिँ मरियम जस्तो हुनु जरुरी छ। अनि अन्तिममा गएर यहाँनिर भन्दछ कि सबै मरियमले, सुन्नुहोस् है, सामाजिक जोखिमहरूको बावजुद येशूकी आमाको भूमिका स्वीकार गर्दै परमेश्वरको योजनाप्रति मरियमको पूर्ण समर्पण, नम्बर 1 समर्पण गर्नुभयो। त्यस पछाडि मरियमले विश्वास गरे र एउटा आज्ञाकारितामा जीवन जिए भन्छ। आमेन भन्नुहोस् न। हाउ टु बी अ गडली मदर। ईश्वरीय आमा चाहिँ कसरी बन्ने? ईश्वरीय आमा चाहिँ एउटा मरियमले इक्जाम्पल देखाउनु भएको छ कि
पहिलो नम्बरमा समर्पित जीवन। हेर्नुहोस् है, मेरो संसारको इच्छा चाहना लालच यी सबै कुरालाई पन्छाइदिए मरियमले, प्रभु तपाईँको वचन ममा जे छ त्यो गर्नुहोस्। यस्तो भन्न सक्छौँ आज हामी आमाहरू, आमेन। यो भन्न सक्नुपर्छ गडली मदर हुनको लागिलाई, होइन भने हाम्रो परिचय अर्कै हुन्छ। फेरि कृपाको पात्र परिचय हाम्रो नहुन सक्छ। अनि त्यो भएको कारणले गर्दाखेरि यहाँनिर यति मिठो भनेको छ कि मरियमले सबै कुरालाई समर्पण गर्यो, अनि त्यस पछाडि विश्वास गर्यो, अनि त्यस पछाडि एउटा आज्ञाकारिताको जीवन जिएको छ। कसले? मरियमले। आमेन भन्नुहोस् त। आज हामीले कृपाको पात्र भन्ने शब्द हामीमा आउनु छ भनेदेखिलाई मरियमको जस्तै जीवन जिउन जरुरी छ। हालेलुया, हालेलुया। अब हामी एउटामा जाउँ होला, अर्कोमा जाउँ है। अनि हिब्रूको पुस्तक 11:11 यसो भन्छ, अर्को एकजना स्त्री छ, यो मरियमको जीवन चाहिँ एउटा समर्पणको जीवन जिएको स्त्री भन्न पनि सकिन्छ। तर यहाँनिर एउटा मेरी छ, सहारा छ। यहाँनिर सुन्नुहोस् है, यहाँनिर चाहिँ के छ भन्दाखेरि कि विश्वासैद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भ धारण गर्न शक्ति प्राप्त गरिन्, किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिइन्। आमेन। अब कति मिठो छ, तिनले विश्वास योग्य ठानेकी थिइन् भन्नुको मतलब अघिको मरियमले चाहिँ के गर्यो, सबै कुरालाई इच्छालाई पन्छाएर समर्पणको जीवन जिएको छ। तर यहाँ सहाराले चाहिँ कस्तो जीवन जिएको छ भन्दाखेरि सहाराले चाहिँ विश्वासको जीवन जिएको छ। आमेन। हेर्नुहोस् है, बुढो अवस्था साराले इसाक जन्मको कति वर्षमा हो? साराको श्रीमानको हजुर अब्राहम र सहाराले इसाक जन्माउँदाखेरि कति वर्षका थिए? तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। 90 वर्षको सहारा थिए। सहाराको नाम परमप्रभु साराईलाई सहारा बनाएर परमेश्वरले नेम चेन्ज गरिदिनु भएको छ। आमेन। अनि साराईलाई सहारा बनाउनु भयो, किन भन्दाखेरि 90 वर्षको उमेरमा एकचोटि कल्पना गर्नुहोस् त, 90 वर्षको बोजूले नानी कसरी जन्माउँछन् होला? बाजे कतिको थियो? अब्राहम 100 वर्षको थियो इसाक हुँदाखेरि। एकचोटि कल्पना गर्नुहोस् न। परमप्रभु परमेश्वरले उत्पत्तिको पुस्तकमा प्रतिज्ञा गर्नुभयो अब्राहमलाई कि म साराईको नाम चाहिँ सारा चेन्ज गर्नु, साराईलाई को जीवनद्वारा म तिमीहरूलाई आशिष दिनेछु, सन्तान दिनेछु भन्दै गर्दाखेरि नि त्यो चाहिँ साराले विश्वासमा खडा भएको छ। सुन्नुहोस् है, हाउ टु बी अ गडली मदर। ईश्वरीय आमा चाहिँ कसरी हुने? 90 वर्षको अवस्था पुग्दा पनि बोजू पुरा कपाल फुलिसक्यो र परमप्रभु परमेश्वरको वचन आयो कि अब तँलाई म स्टिल सन्तान दिन्छु। कसरी? हाउ? सबै झ्याल ढोकाहरू बन्द भएको अवस्था हो नि त त्यो, हो कि भन्नुहोस् त। 90 वर्षमा तिमीले नानी जन्माउँछौ भनेर परमेश्वरले भन्दै गर्दाखेरि हाम्रो मानिसको सोचमा त असम्भव हो नि त, हो कि भन्नुहोस् त। 90 वर्षको उमेरमा नानी जन्माउँछौ भन्दै गर्दाखेरि सबै झ्याल ढोकाहरू बन्द भएको अवस्था हो। कुनै पनि सम्भवको कुरा त्यहाँ देखिएको थिएन। यो नहुँदै पनि सहारा चाहिँ यस्तो आमा बन्न पुगेको छ जो चाहिँ सधैँ विश्वासमा खडा भएको छ। आमेन। कोही बेला ताली बजाउनुहोस् न सहाराको लागि। आमेन। सहाराको जीवनबाट हामीले सिक्ने चाहिँ धेरै कुरा छ। असम्भव हामीले देख्दा गर्दा पनि हेर्नु त, हाम्रो मण्डली सानो छ। 2027 मा कतिले सोचेको होला खोइ चर्च आउँछ, चर्च सहाराको जीवनलाई हेर्नुहुन्छ। आमेन। परमेश्वरले एप्रोप्रिएट टाइममा नि एप्रोप्रिएट ब्लेसिङहरू राखिदिनु भएको हुन्छ। हरेक आकाश र यो धरतीमा भएका जीव जन्तु हरेक कुराहरूको नि समय राखिदिनु भएको छ। आमेन। त्यो समय चाहिँ हाम्रो आएको छ है। परमेश्वरमा हामी यदि विश्वास गर्छौँ भने सानो ग्रुपले केही हुँदैन भनेर तपाईँले भन्नुहुन्छ भने नि परमेश्वरमा चाहिँ विश्वास गर्छ भने सानै ग्रुपद्वारा ठुलो काम हुन्छ।
आमेन। त्यो भए हेर्नुहोस् है, सारा 90 वर्षको पुग्दा मान्छेले सोच्ने हो भने सम्भव छैन, सबै झ्यालडोका बन्द भयो, अब नानी कसरी जन्मने 90 वर्षको उमेरमा। अर्को कुरा त साराको सबैभन्दा मनपर्ने कुरा चाहिँ मलाई के लागेको भन्दाखेरि नि 90 वर्षको उमेरमा तैँले सन्तान जन्माउँछ, एउटा छोरा जन्माउँछ भन्दै गर्दाखेरि पनि त्यस्तो असम्भव कुराहरू देख्दा देख्दै पनि विश्वासमा खडा भएको छ। सारा चाहिँ खडा भएर के गरेको छ भन्दाखेरि उसले सबैभन्दा चाहिँ हेर्नुहोस् है, समाजको कुराहरूलाई पन्साएको छ साराले। अहिले 90 वर्षको आमा संसारमा कोही आमा प्रेग्नेन्ट होस् त कति मान्छेले कुरा काट्छ। यो बाइ फ्याक्ट कुरो गरेको मैले तपाईँलाई, 90 वर्षको उमेरमा कोही गर्भवती होस् त मान्छेले कति कुरा काट्छ। तर यो कुराहरू पनि समाजको जोखिम कुराहरूलाई पनि साराले पर पारेको छ। आमेन। प्रभु तपाईँको विश्वास तपाईँले भन्नुभएको छ, तपाईँले मलाई गरेरै छोड्नुहुन्छ। यहाँ भन्दछ, सुन्नुहोस् है, किनभने प्रतिज्ञा गर्नु हुनेलाई तिनले अथवा साराले विश्वास योग्य ठानेकी थिए, दिएरै छोड्नुहुन्छ भन्नुभएको छ। आमेन। त्यो भएको कारणले म कोही बेला योलाई म कल्पना गर्छु क्या, जवान 20-25 वर्ष 30 वर्ष उमेरको छोरीहरूले त एउटा नानी जन्माउनु कति साह्रो पर्छ। हस्पिटल कुदाइहाल्छ, पेन किलर खानुपर्छ, हरेक लाटा सुई लगाउनु पर्छ। 90 वर्षको बोजूले कसरी जन्मायो होला भन्नुहोस् त, कल्पना गर्नु। अचम्म कुरा हो नि। तर पनि सारा चाहिँ के गरेको छ, विश्वासमा खडा भएको छ। आमेन। यो चाहिँ हो गडली मदर। हालेलुया। हामी हुनु भने संसारले सोच्ने त असम्भव कुरा हो। हालेलुया। परमेश्वरले चाहिँ के गर्नुभयो, सारालाई प्रतिज्ञा गर्नुभयो अनुसार दिनुभएको छ। आमेन भन्नुहोस् न। र सबैभन्दा राम्रो कुरो छ नि साराको जीवन। सारा चाहिँ कस्तो स्त्री थिए, राम्रो कि नराम्रो? हालेलुया। हेर्नुहोस् है, साराको जीवन, साराले भोगेको कुराहरू तपाईँलाई म बताउन चाहन्छु। साराले 90 वर्षको उमेरमा प्रसव वेदनाको पीडा सहनु पर्यो, तर पनि परमप्रभु परमेश्वरले सजिलै बच्चा जन्माउन सकेको छ। त्यो शक्ति प्रभुले दिनुभयो। आमेन। एउटा कुरा। अर्को कुरो, सारा 90 वर्षको उमेरमा समाजको जोखिम, समाजको कुरा काट्ने कुरादेखि लगेर 90 वर्ष भइसक्यो नानी जन्माउने यो कुरा आयो होला नि त्यति बेलाको समयमा। कति मान्छेले के भन्यो होला, यो कुरालाई पन्साएर परमेश्वरमा विश्वासमा खडा भएको छ। आमेन। अर्को कुरा चाहिँ आफ्नै बुढाले सारालाई के गरेको छ, ब्युटिफुल सुन्दरी सारा भएको कारणले गर्दा तिमी मेरो पत्नी होइन, तिमी मेरो बहिनी भन्नु ल भनेर ढाँट्न लगाएको छ सारालाई चाहिँ। हामी अर्कोमा जाउँ त भाइ, एउटा लास्ट पद पढौँ। उत्पत्तिको पुस्तकमा हेर्नुहोस् है, तिनी मिश्रमा पस्ने लाग्दा अब सारा र अब्राहम अनिकाल परेको हुन्छ त्यति बेला समयमा। यो हिस्ट्रीमा नजाउँ, तपाईँलाई थाहा छ सबै। अनिकाल लागिसके पछाडि मिश्रमा प्रवेश गर्दछ अब्राहम र सारा। प्रवेश गर्दै गर्दाखेरि बुढा चाहिँ आफ्नो श्रीमती ब्युटिफुल भएको कारणले मिश्र देशको केटाहरूले उम्काउँछ कि भनेर होला, यसलाई ढुट्टो मारेर लान्छ कि भनेर होला, अनसेक्योर फिल गरेर आफ्नो बुढीलाई के भन्छ अब्राहमले भन्दाखेरि, तिमी चाहिँ मेरो बुढी होइन, मेरो बुढी भन्यो भने त मिश्रको केटाहरूले मलाई मार्छ र तिमीलाई लान्छ। यहाँ त्यसै भने मैले भनेको होइन, यहाँ के भनेको छ भन्दाखेरि, तिमी मिश्रमा पस्ने लाग्दा तिमीले आफ्नो पत्नी सारालाई भने, हेर तिमी हेर्नमा सुन्दरी छौ भन्ने मलाई त थाहा छ, अरूले पनि त्यस्तै देख्दो होला। जब मिश्रहरूले तिमीलाई देख्छन् यो त त्यसकी पत्नी रहेछिन् भन्नेछन् र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछ। हेर त डर, बुढी त सुन्दरी हुँदा पनि अप्ठ्यारो रहेछ, नहुँदा पनि अप्ठ्यारो। हालेलुया। कति आमाहरूले भोग्ने पीडा छ यहाँ, हो कि भन्नुहोस् त। अनि मुन्तिर भन्छ, म तिनकी बहिनी हुँ भनी तिमीले भनिदेऊ र तिम्रो कारण मलाई भलो हुनेछ।
अब बहिनी हो भने त दाजुलाई त राम्रो गर्नु पर्यो नि त भनेर ऊ जोगिन खोज्दैछ। हालेलुया। र तिम्रो कारण मेरो ज्यान जोगिनेछ पो भन्छ। साराले भोगेको हेर्नुहोस् है, बुढी अवस्थामा प्रेग्नेन्ट भएको छ, प्रभुको बोलावटद्वारा विश्वासमा खडा भएको छ, अझै सुन्दरी भएको कारण बुढाले ढाँट्न पनि ढाँटेको छ। एउटा मोरल भन्नुहोस् त, साराको जीवनबाट हामीले बुझ्ने कुरा चाहिँ के होला? आमाले भन्नुहोस् त, लु आमाहरूले अरू साराको जीवनको सबैभन्दा ठुलो मोरल चाहिँ नि, आफ्नो बुढा अनसिक्योर फिल हुँदा पनि, आफ्नो बुढा पीडामा हुँदा पनि, आफ्नो बुढा अरूभन्दा नजान्ने भएर गोथे भएर बस्दा पनि श्रीमतीको कर्तव्य चाहिँ श्रीमानको पक्षमा, श्रीमानको साइडमा खडा हुनु हो। आमेन। अब हेर्नु, त्यति बेला अब्राहम अनसिक्योर फिल गर्यो, ऊ राम्री छ, ऊ सबैतिर फरवर्डेड छ, तर अब्राहमलाई लागेको कुरो चाहिँ अब तिमी मेरो पत्नी हो भने त मलाई मार्छ र तिमीलाई जीवित राख्नेछ। यदि बहिनी भन्यो भने त दाजु बहिनीको त दाजुसँग यस्तो गफ गर्नु पाउँछ भनेर मलाई म जोगिनेछु भन्ने सोच्छ। तर यसको मोरल चाहिँ के भने नि, म हरेक आमाहरूलाई उत्साह गर्न चाहन्छु, तपाईँको श्रीमानहरूको पक्षमा खडा हुनुहोस्। आमेन। तपाईँको श्रीमानको पक्षमा तपाईँहरू जहिले पनि उभिनुहोस्। के को साथमा? विश्वासको साथमा। जसरी सारा उभिएको छ, एक दिन न एक दिन साराको विश्वासको कारणले, सारा अब्राहम आफ्नो श्रीमानको पक्षको कारणले अब्राहम को बने? संसारको विश्वासको पिता बने। आमेन।